पवित्र शास्त्र बाइबल मत्तीको पुस्तक 5 अध्यायको 37 पद, तिमीहरूको वचन हो चाहिँ हो, होइन चाहिँ होइन रहोस्। यी भन्दा बढ्ता कुराहरू आउँछ भने त्यो दुष्टपट्टिबाट आउँछ। आज तपाईँ अनि मैले आज आफ्नो विचार लगाएर बाइबल पुरानो नियम पढ्नु हुँदैन, नयाँ नियम मात्र पढ्नुपर्छ। पुरानो नियमको शिक्षा दिनु हुँदैन, नयाँ नियमको मात्र शिक्षा दिनुपर्छ। पुरानो नियमको शिक्षा अनुसार हामी चल्नु हुँदैन, नयाँ नियमको शिक्षा अनुसार चल्नुपर्छ भन्नुहुन्छ भने तपाईँ गलत हुनुहुन्छ। तपाईँ र मैले नयाँ अनि पुरानो 66वटा पुस्तकको आज्ञालाई पालन गर्नुपर्छ है। यो कुरा तपाईँले जान्नुहोस्, तपाईँले बुझ्नुहोस्, तपाईँले सठिक तरिकाले शिक्षा दिनुहोस्। गलत शिक्षा नदिनुहोस्, गलत शिक्षा नदिनुहोस्। नयाँ नियम होस् या पुरानो नियम होस्, तपाईँले सबै पढ्नुपर्छ।